there's a bag. Ticket. Let's see, anyway, video on this. La. यहाँ चाहिँ मान्छेहरू पुरै आइरहेछ होइन अब हामी चाहिँ कस्तो राम्रो रहेछ यहाँ चाहिँ हामी भित्र जाँदैछौँ अब चाहिँ हामी यहाँ कस्तो राम्रो रहेछ है पुरै ट्री कस्तो राम्रो रुखे यो कस्तो चिसो रहेछ हावा चाहिँ चिसो लागिरह यहाँ यस्तो छ चाहिँ कस्तो राम्रो गार्डन रहेछ है कस्तो पुरै रोयल टाइपको रहेछ क्या है रोयलमा दुईवटा प्रिन्सेस हो क्या पुरै यो त ऊ जस्तो रहेछ यो त के भन्छ नेटफ्लिक्सको प्रेजेन्ट ओ भित्र त क्या दामी रहेछ कस्तो राम्रो अब चाहिँ हामी यहाँ तल जानु लागेको राम्रो हावा आएर है कपाल उडाएको उडाइ गरेर यस्तो अब चाहिँ हामी यहाँबाट चाहिँ यहाँ वेदर भ्यू हेर्दैछौँ कस्तो राम्रो भ्यू है पुरै ठुलो गार्डन रहेछ यस्तो क्लियर क्या है टाइम रनिङ आउट हुँदैछ हामी जान्छौँ खिच्छौँ ल अब हामीसँग चाहिँ 6 बजे नै बन्द हुँदो रहेछ अब चाहिँ हामी चाहिँ यहाँ दौडिँदैछौँ पुरै भ्याउँदैन भनेर अब चाहिँ हामी यहाँबाट गएर नेक्स्ट स्पोट हेर्छौँ होइन कस्तो राम्रो रहेछ है हो हामी यहाँ चाहिँ कस्तो राम्रो स्पटहरू रहेछ है अब यहाँबाट चाहिँ हामी यताभित्र इन्ट्रान्समा छिर्छौँ फ्लावरहरू पनि फुल्न थालिसकेको छ मलाई चाहिँ यसको यो कस्तो मन परेर त्यो गार्डन र यो देखेर कस्तो मन पऱ्यो अब क्या हेर्न कस्तो राम्रो यो दाजुहरू देखेर पनि साथी हामीलाई फोटो खिच्नु कट्रिनाको गीत त्यहाँ जानुपर्ने रहेछ फोटो खिच्नको यहाँ चाहिँ कस्तो राम्रो फिसहरू रहेछ सानो सानो फिसहरू कस्तो राम्रो देख्दो रहेछ यहाँनिर दामी भ्यू आउने रहेछ यहाँ चाहिँ है फोटोहरू यहाँ मान्छेले खिचिरहेछ नि क्युट फिस यहाँबाट गुड बाई पनि अफिस पर्छ हो फुली पनि फुलेर राम्रो रहेछ जाँदैछौँ एकदमै चिस्सा हावाले है कस्तो राम्रो वेदर भनेको 60 फरेनहाइट भनेको अहिले त
चिसोले चिसो भइहाल्छ मेरो यहाँनिर टाइम सिदिनु लागिसक्यो अब छिटछिटो गएर भयो क्या है ल कस्तो दामी रहेछ यहाँ चाहिँ यहाँ पनि कस्तो राम्रो स्पोट रहेछ हामीले चाहिँ यहाँ अब धेरै टाइम स्पेन्ड गर्नु पाउँदैनौँ अब हामी यहाँबाट गइहाल्नुपर्छ कस्तो राम्रो सपनाको घर जस्तो रहेछ है कस्तो क्युट घर है हेर चराहरू यहाँ फोटो खिचौँ न फुल ठाउँ रहेछ है यो कति धेरै हाँस आनन्दले यहाँ अहिले पानी पर्यो पानी पो पर्यो ल पानी पर्यो है बिजोग भयो अब पानी परेर भिज्यो अब ल अब चाहिँ हामी घर जाँदैछौँ होइन यस्तो चिसो भयो अब यहाँबाट चाहिँ घर जानुपर्ने भयो सबै गाडी गइसकेको छ हाम्रो मात्रै रहेछ प्रायः तर उ त्यो कस्तो राम्रो है त्यो स्पोट कस्तो दामी रहेछ त्यहाँ कस्तो राम्रो रहेछ पिकनिक आयो भने रमाइलो हुँदो रहेछ हामीले जाडो भएर स्वेटर चाहिँ ल्याएको मिर्ग आउँछ जस्तो छ तर मिर्गै छैन किनभने हामी दुईजना मिर्गिनी हो नि त मिर्गिनी चिसो छ अब यहाँ जाडो भएको कारणले चाहिँ अब पुरै मजा छ ल अब चाहिँ हामी यस्तो चिसोमा छ पुरै पानी परिरहेछ अब चाहिँ हामी जानेछौँ घर